नमस्कार सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। हामीले योभन्दा अगाडिका भिडियोहरूमा चाहिँ अन्तर्राष्ट्र विभाग अन्तर्गतको ट्याक्स पेयर पोर्टलबाट कसरी हाम्रो आइडी रिसेट गर्ने अथवा ट्याक्स पेयर लगइन कसरी बनाउने र त्यो बनाइसके पछाडि रोजगारदाता कम्पनीले कट्टी गरेको हाम्रो कर र त्यसको विवरण कसरी हेर्ने भनेर जानकारी लिइसकेका छौँ। आज चाहिँ हामी यही अन्तर्राष्ट्रिय विभागको करदाता पोर्टलबाट स्वचालित प्रणालीबाट रोजगारी बापतको आफ्नो आम्दानीको कर चुक्ता प्रमाणपत्र कसरी आफै निकाल्ने भन्ने कुरा चाहिँ बारेमा छलफल गर्दैछौँ। त्यसका लागि हामीले सर्वप्रथम कुनै पनि ब्राउजरभित्र गएर त्यसमा चाहिँ वेबसाइट सर्च गर्नुपर्छ। अन्तर्राष्ट्रिय विभागको वेबसाइट www.ird.gov.np सर्च गरिसके पछाडि त्यसभित्र करदाता पोर्टलमा क्लिक गर्नुपर्छ। करदाता पोर्टलमा क्लिक गरिसकेपछि इन्टिग्रेटेड ट्याक्स सिस्टम भित्र गएर जेनरलमा ट्याक्स पेयर लगइन भित्र क्लिक गर्नुपर्छ र त्यहाँ यहाँ स्क्रिनमा देखिएको जस्तै इन्टरफेस खुल्छ। यो इन्टरफेसमा हामीले योभन्दा अगाडिको भिडियोमा ट्याक्स पेयर लगइनको लागि लगइन क्रिएट गर्न सिकिसकेका छौँ। अब हामी चाहिँ लगइन गरेर आज कर चुक्ता प्रमाणपत्र जारी गर्न सिक्छौँ। ट्याक्स पेयर लगइनमा हामीले यहाँ स्थायी लेखा नम्बर भनेको ठाउँमा स्थायी लेखा नम्बर, प्रयोगकर्ताको नाम भनेको ठाउँमा स्थायी लेखा नम्बर र पासपोर्ट भनेको ठाउँमा पासपोर्ट र त्यस पछाडि क्याप्चा राखेको भनेको ठाउँमा माथिबाटपट्टि देखिएको जुन टेक्स्ट छ त्यो टेक्स्टलाई टाइप गरेर लगइन गर्नुपर्छ। लगइन गरिसके पछाडि हाम्रो यहाँ स्क्रिनमा देखिएको जस्तो यस्तो इन्टरफेस खुल्छ। यो इन्टरफेसमा तपाईँको स्थायी लेखा नम्बर र तपाईँको नाम देखिएको हुन्छ। यस पछाडि यहाँ मुनिपट्टि हामीले देखेका छौँ केवाइटी, विथहोल्डिङ इन्फर्मेसन, पेमेन्ट भाउचर अनि विथहोल्डिङ प्यान, इटिडिएस, एक्सटेन्सन र ट्याक्स क्लियरेन्स भन्ने अप्सनहरू छन्। त्यो मध्ये हामी कर चुक्ता प्रमाणपत्रका लागि चाहिँ ट्याक्स क्लियरेन्स भन्ने अप्सनमा क्लिक गर्नुपर्छ। यो ट्याक्स क्लियरेन्स भन्ने अप्सनमा क्लिक गरिसके पछाडि अर्को हाम्रो यहाँ देखिएको जस्तो इन्टरफेस खुल्छ। यसमा फेरि हामीले स्थायी लेखा नम्बर अनि प्रयोगकर्ताको नाम भनेको पनि स्थायी लेखा नम्बर र पासपोर्ट भन्ने ठाउँमा हाम्रो साबिकको पासपोर्ट इन्ट्री गरेर लगइन गर्नुपर्छ। लगइन गरिसके पछाडि हाम्रोमा यो इन्टरफेस खुल्छ जुन हामीले स्क्रिनमा देख्दैछौँ। यहाँ तपाईँको प्यान नम्बर र नाम देखिएको हुन्छ। यो देखिएको स्क्रिनमा देखिएको जुन इन्टरफेस छ त्यसमा हामीले कर चुक्ता प्रमाणपत्र लिनका लागि ट्याक्स क्लियरेन्स भन्ने अप्सनमा क्लिक गर्नुपर्छ। क्लिक गरिसकेपछि यहाँ हामीले जुन देखिरहेका छौँ यस्तो जुन इन्टरफेस खुल्छ। यहाँ करदाताको नाम, आफ्नो नाम, ठेगाना देखिएको हुन्छ। अब आर्थिक वर्ष भन्ने अप्सन छ। आर्थिक वर्षमा चाहिँ जुन आर्थिक वर्षको कर चुक्ता हामी लिन चाहिरहेका छौँ त्यो आर्थिक वर्ष लेख्नुपर्छ र स्वचालित प्रणालीबाट हामीले आफै चाहिँ आर्थिक वर्ष 2080-81 र 81-82को मात्रै कर चुक्ता निकाल्न सक्छौँ। त्योभन्दा अघिल्लो आर्थिक वर्षको कर चुक्ता हामीलाई आवश्यक भएमा चाहिँ सम्पूर्ण कागजात पुरा गरेर प्रक्रिया पुरा गरेर हामीले सम्बन्धित अन्तर्राष्ट्रिय कार्यालयमा सम्पर्क गर्नुपर्छ। हामीले यहाँ चाहिँ 80-81 र 81-82को कर चुक्ता प्रमाणपत्र लिन सक्छौँ आर्थिक वर्षमा। त्यो दुईटा मध्ये कुन आर्थिक वर्षको त्यो छान्नुपर्छ। अब अर्कोमा चाहिँ आफूले आफ्नो रोजगारदाता कम्पनीको स्थायी लेखा नम्बर लेख्नुपर्छ। स्थायी लेखा नम्बर कति हो त्यो इन्ट्री गर्नुपर्छ। त्यस पछाडि आफ्नो त्यो कार्यरत जिल्ला कहाँ हो त्यहाँ क्लिक गर्नुपर्छ। त्यो जिल्ला पनि छनौट गर्नुपर्छ। त्यो छनौट गरिसकेपछि यहाँभन्दा तल हामीले इन्टरफेसमा देख्न सक्छौँ इटिडिएस गरेको छ भन्नेमा छु भन्नेमा क्लिक गर्नुपर्छ। अब यो चाहिँ हामीले हाम्रो रोजगारी चाहिँ एउटै मात्रै फर्ममा अथवा निकायमा रोजगारी गर्छौँ भने मात्रै स्वचालित प्रणालीबाट कर चुक्ता जारी हुन्छ। त्यसैले मैले एकल रोजगारी गरेको छु भन्नेमा पनि क्लिक गर्नुपर्छ। एकल रोजगारी बाहेक अन्य रोजगारी छैन भनेकोमा पनि क्लिक गर्नुपर्छ
र सामाजिक सुरक्षा कोषमा चाहिँ आबद्ध हुनुहुन्छ भने छुमा क्लिक गर्नुपर्छ। छैन भने चाहिँ हामीले यो सामाजिक सुरक्षा कोषमा आबद्ध भन्ने बटनमा चेक लगाउनु हुँदैन। त्यस पछाडि यो तलतिर हामीले के भनेको छ भन्दाखेरि मैले यहाँ घोषणा गरेको आम्दानी सम्पूर्ण मेरो आम्दानी हो, मैले कतै यो बाहेक मेरो आम्दानी लुकाइ छिपाइराखेको छैन भन्ने कुरा छ। यो हाम्रो स्वयं घोषणा हो। यहाँ स्वयं घोषणामा यहाँ छैन भनेर क्लिक गर्नुपर्छ र मोबाइल नम्बरमा आफ्नो मोबाइल नम्बर र इमेल भनेको ठाउँमा आफ्नो इमेल आइडी हालेर त्योभन्दा अगाडि हामी नेक्स्ट भन्ने अप्सन थिचेर अगाडि बढ्न सक्छौँ। त्यस पछाडि हामीले यहाँ स्क्रिनमा देखिएको यो इन्टरफेस खुल्छ। यो इन्टरफेसमा अब यो हाम्रो कार्यरत क्षेत्र कहाँ हो र शारीरिक अवस्था अपाङ्ग हो भने अपाङ्गमा क्लिक गर्नुपर्छ। त्यस अवस्थामा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो कानुनले दिएको कर दायित्वमा छुट अपाङ्ग व्यक्तिलाई पाउने जति प्रतिशत छुट हो त्यो छुट पाउँछौँ। अब यहाँ लिङ्गमा हामीले पुरुष हो कि महिला छान्नुपर्छ। महिला छान्यौँ भने हामीलाई के हुन्छ भन्दाखेरि प्रचलित कानुनले महिलालाई आयकरमा दिएको छुट प्रतिशत बराबरको हामीले कर दायित्वमा छुट पाउँछौँ। दुर्गम क्षेत्रलाई पनि कर कानुनले दिएको यो कुन क्षेत्र हो त्यो अनुसार हामीले चेक लगाइसकेपछि त्यस अनुसारको छुट सुविधा प्राप्त गर्नका लागि यो दुर्गम क्षेत्रमा क ख ग घ म मध्ये कुनमा पर्छ भनेर छुट्याएर चेक लगाउनु पर्छ। अब यो कसरी छुट्याउने भन्नुहुन्छ भने यो छुट्याउन चाहिँ हामीले आयकर निर्देशिका हेर्नुपर्छ। आयकर निर्देशिकाले सिकाएको छ। अब त्यस पछाडि हामीले यो हाम्रो आम्दानी घोषणा गर्ने महलमा पुग्यौँ। यहाँ चाहिँ हाम्रो अगाडिपट्टि वार्षिक आय भनेकोमा चाहिँ स्रोत अनुसारको आम्दानी जस्तो तलब बोनस अतिरिक्त भुक्तानी केमा हाम्रो वार्षिक आम्दानी छ। आम्दानीका कोलमहरू वार्षिक रूपमा प्रविष्टि गर्नुपर्छ भने दोस्रोपट्टि चाहिँ हामीले हाम्रो कर छुट पाउने जुन आफ्ना कट्टीहरू छन् भने कट्टी रकमहरू चाहिँ शीर्षकवाइज हाल्नुपर्छ। र यहाँ के छ त भन्दाखेरि हामीले कट्टी गर्न पाउने सीमा कर कानुनले दिएका सीमाभित्र रहेर कट्टी प्रविष्टि गर्नुपर्छ। कर कानुनलेमा पाएको सीमाभन्दा बढी आय कर छुटको लागि कट्टी राख्न पाइँदैन। त्यो गऱ्यो भने भरे हामीले यहाँ तल क्यालकुलेट गर्ने ठाउँमा हाम्रो क्यालकुलेट हुँदैन, त्यो मिल्नुपर्छ। यो सबै इन्ट्री गरिसकेपछि यहाँ तल हामीले देख्न सक्छौँ यहाँ अगाडिपट्टि हाम्रो आम्दानीको टोटल जम्मी निस्किन्छ भने उता कट्टीको जम्मा निस्किन्छ। त्यो निस्किसके पछाडि हाम्रो तलतिर के छ भन्दाखेरि मेडिकल एनुअल मेडिकल एक्सपेन्सेस छ भने त्यसलाई पनि हाल्नुपर्छ। र क्यालकुलेट ट्याक्स गरिसकेपछि हाम्रो के देखिन्छ ट्याक्स रकम देखिन्छ। आफ्नो प्रयोग्य आय बापत लाग्ने कर रकम युटिडिएस भइसकेको छ भने हामीले त्यस पछाडि यो क्यालकुलेट गरिसकेपछि यो स्क्रिनमा दिएको जस्तो इन्टरफेसमा हाम्रो आम्दानी र करको हिसाब देख्न सक्छौँ। यो हामीले हेरेको स्क्रिनमा हेरेको अथवा देखिएको कुरा आफ्नो वार्षिक आम्दानी र कर रकम मिलेको छ भने आफ्नो आय र कर ठिक छ भने चाहिँ हामीले यसलाई यकिन गरेर सबमिट गर्नुपर्छ। सबमिट गरिसकेपछि ट्याक्स क्लियरेन्स सर्टिफिकेट अथवा कर चुक्ता प्रमाणपत्र जारी हुन्छ, तयार हुन्छ र त्यसलाई हामीले प्रिन्ट सर्टिफिकेट बटनमा क्लिक गरिसकेपछि कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्छौँ। र त्यो कर चुक्ता प्रमाणपत्रमा लेखिएको हुन्छ स्वचालित प्रणालीदेखि जारी गरिएको कर चुक्ता प्रमाणपत्रमा अन्तर्राष्ट्रिय कार्यालय आधिकारिक दस्तखत, कार्यालयको छाप र चलानी नम्बर आवश्यकता पर्दैन। यसमा भएको क्युआर कोड र कर चुक्ता प्रमाणपत्र नम्बर लाई चाहिँ तपाईँले अन्तर्राष्ट्रिय कार्यालय विभागको वेबसाइटमा गएर यो आधिकारिक हो कि होइन भनेर रुजु गरी परीक्षण गर्न सक्नुहुन्छ भनेर त्यही प्रमाणपत्रमा राखिएको हुन्छ। आज हामीले कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट आफै जारी गर्न सिकिसकेका छौँ। अब अर्को भिडियोमा हाम्रो रोजगारीको आय कसरी गणना गर्ने भन्ने कुरा तपाईँहरूलाई जानकारी लिएर आउनेछु। र योभन्दा अघिल्ला भिडियोहरूमा र यो भिडियोमा तपाईँहरूलाई कुनै चाहिँ जिज्ञासा अथवा कर सम्बन्धी कुनै चाहिँ तपाईँहरूलाई जिज्ञासा अथवा समस्या भएमा कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। म तपाईँहरूलाई ती समस्याको समाधान अथवा अर्को भिडियोमा थप जानकारी प्रस्तुत गर्नेछु। र यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनुहोला। धन्यवाद।